हेलो एभ्रिवान नमस्ते। म चाहिँ अहिले कोची एयरपोर्टमा आएको छु। बिहान बेङ्गलोरदेखिको चाहिँ बिहानै मर्निङमै आएको नि त, बिहान मर्निङकै फ्लाइट थियो। त्यही भएर चाहिँ मैले बिहान चाहिँ मर्निङ भिडियो बनाएन, यताउता भागादौडी भएर। अनि म चाहिँ अहिले चाहिँ कोची एयरपोर्ट आइपुगेर, यो एयरपोर्ट हाम्रो यहाँ देख्न सक्नुहुन्छ। भर्खरै आएर यहाँ बसेर अनि हामी चाहिँ गाडी रुङ्दैछौँ। हाम्रो ट्याक्सी चाहिँ पर छ नि त, अनि एकछिन बसिरहेको थाक्यो नि त। हामीहरू बिहानै राति नै हिँडेर चाहिँ हामीहरू चाहिँ थाकेर चाहिँ बसिरहेको छ। कोची पुग्नु साथै कस्तो गरम। यो चाहिँ कोचीको एयरपोर्ट अनि हाम्रो चाहिँ जाँदैछौँ हाम्रो डेस्टिनेसनमा छ। हाम्रो डेस्टिनेसन चाहिँ कोचीदेखिको पनि 1 घन्टा लाग्ने रहेछ, कायल भन्ने आइल्यान्ड हो। त्यहाँ आइल्यान्डमा चाहिँ हामीहरू जानुपर्ने छ। त्यहाँको चाहिँ हाम्रो चाहिँ त्यहाँको चाहिँ 4 दिनको हुन्छ ट्रिट। अनि त्यो 4 दिनको चाहिँ हामी चाहिँ घुम्नुलाई आएको छ भ्याकेसनमा। अनि यो देख्नु सक्नुहुन्छ, यहाँ त गरममा त कस्तो गरम रहेछ। म यहाँ चर्च देख्नुहुन्छ, चर्च मस्जिदहरू दामी रहेछ कि। गरम चाहिँ यस्तो डरलाग्दो गरम नि, एकैचोटि बिहान मर्निङमा हिँडेको मान्छे एकैचोटि गरममा पुग्दाखेरि त यस्तो भएन। हामी चाहिँ यहाँ जाँदैछौँ, हेर्दै गर्नुहोस् होला। यो चाहिँ हामीले भित्र पुगिसक्यो, त्यहाँदेखिको बाटोदेखिको पनि भित्र। यो चाहिँ गाउँ जाने, यो चाहिँ हाम्रो रेस्टुरेन्टको त्यहाँतिर, रिजोर्टको त्यहाँतिर छ। त्यहाँबाट चाहिँ जाँदैछौँ हामीहरू रिजोर्टको त्यहाँतिर। यहाँ कोचीदेखिको पनि 1 घन्टा, टक्कै 1 घन्टा लाग्दो रहेछ। फेरि यहाँबाट चाहिँ हामीहरू क्याब लिएर चाहिँ त्यहाँदेखिको जाँदैछौँ। यो चाहिँ गाउँको बाटो रहेछ, कस्तो दामी छ गाउँ पनि। चिटिक सानो मजाको घरहरू अनि जङ्गलहरू, रुखपात, कस्तो मजाको। मलाई त हाम्रो गाउँको जस्तो याद लाग्यो कि। गाउँ जस्तो लागेर म त खुसी भएर म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि मेरो पल्लोपट्टिको साथीहरूले चाहिँ, उनीहरूले पनि मलाई कति उयो गर्छ, भिडियो बनाउनु यहाँ दामी छ जग्गा भनेर भन्छ नि त। अनि म चाहिँ भिडियो बनाउँदैछु, अनि म चाहिँ भिडियो बनाउँदै जाँदैछु। यहाँबाट चाहिँ हामी चाहिँ सट्टै कोचीबाट चाहिँ टक्कै गएर चाहिँ भित्र पसेर चाहिँ अलिक शान्ति लागेर, यो टाउन साइडमा त, सिटी साइडमा त कस्तो ट्याँ गाडीको हल्ला हुन्छ नि त नि। यहाँ चाहिँ कस्तो शान्ति चिलसँगले चाहिँ हामी जाँदैछौँ। यो चाहिँ आइल्यान्डको छेउछेउ आइपुग्यो नि त हामीहरू। आइल्यान्डको छेउछेउ आइपुगेर चाहिँ हेर्नु न, पानीहरू कस्तो दामी हुँदो रहेछ। यहाँ चाहिँ माछाहरू, यस्तो माछा यति पाउँदो रहेछ नि, माछा कस्तो खालको माछाहरू। यो चाहिँ हो हाम्रो आइल्यान्ड। हामीलाई चाहिँ यहाँसम्म गाडीले छोड्दै, अब यहाँबाट चाहिँ हाम्रो बोटमा जानुपर्ने हुन्छ। हामी चाहिँ यहाँ आइपुग्यो, अनि यहाँ चाहिँ पर्खिरहेको छ हामीहरू चाहिँ बोटलाई। परको यो चाहिँ हाम्रो बोट हो, यो चाहिँ हामीलाई लिनु आउँदैछ। यहाँबाट पनि 10-15-20 मिनट जस्तो लाग्दो रहेछ हाम्रो त्यहाँ पुग्नु चाहिँ। हाम्रो चाहिँ रिजोर्टमा पुग्नु चाहिँ त्यति टाइम लाग्दै रहेछ। अनि हामी चाहिँ पर्खिरहेछ। म चाहिँ खोला देखाउँदैछु। यो चाहिँ मजाको, हेर्नु न कस्तो दामी शान्ति छ यहाँ चाहिँ। म चाहिँ यो देखेर त शान्ति भएर म चाहिँ मजाले बसिरहेको। यो चाहिँ हामीलाई लिनु आउँदैछ, यसमा चाहिँ हामीहरू जाने हो। उहाँबाट चाहिँ हामीलाई चाहिँ पठाएको, अनि यहाँ आइपुग्यो। अनि यो ड्राइभरले चाहिँ हाम्रो सामानहरू निकाल्दैछ, कस्तो राम्रो हेल्प गर्दो रहेछ क्या, कस्तो हेल्पफुल रहेछ मजाको। मर्निङमा त हामीहरू आएको त, त्यो मर्निङमा गएको थियो बेङ्गलोरको ड्राइभर, यो उठाइदिएन भनेको पनि नउठाइदिएको कि। कस्तो रिस उठेको यहाँको त, केरलाको कस्तो मजाको मान्छेहरू पनि हेल्पफुलहरू, सामानहरू उठाएर सबै बोटमा लगाइदियो। अनि हामी चाहिँ जाँदैछौँ बोटमा। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ पानी। म त पानी देखेर त यति खुसी भएँ नि, यस्तो खुसी भएँ म त। यहाँ देख्न सक्नुहुन्छ यस्तो सुकुन। यहाँबाट चाहिँ म चाहिँ आधी भिडियो बनाउँदै हेर्दै थिएँ नि त, हेर्दै भिडियो बनाउँदै आधी बना। यहाँ पर चाहिँ हामीहरू चाहिँ अब निस्केको। यहाँ चाहिँ म छु घरमा, घाममा टक्क घाम लागेको थियो। हामी चाहिँ कति 11-12 बजीतिर पुगेको होला, 12 o'clock नै त 1 o'clock यसो पुगेको थियो। हामी चाहिँ जाँदैछौँ यहाँ चाहिँ ठक्कसँगले। यो पानी, यस्तो पानीको आवाज मलाई पनि यस्तो दामी लाग्छ नि। यहाँ चाहिँ मसँग जानु हुँदैछ मेरो साथीहरू। यहाँ कस्तो दामी, उनीहरू पनि खुसी भएर देखेर त एकदम शान्ति नै शान्ति। यो चाहिँ हो हाम्रो रिजोर्ट हो, यो चाहिँ कायल भन्छ। उहाँ चाहिँ हो इटालियनको, उहाँ चाहिँ लिनु आएको हामीलाई। हेर्नुहोस् यस्तो सुकुन छ नि, शान्ति एकदम। उहाँ चाहिँ इटालियनको, वहीँ हुनुहुन्छ उहाँ साथी। यो चाहिँ कायल, यहाँ हेर्नु न कस्तो दामी भ्यू छ नि। उहाँ चाहिँ हो यो कायलको म्यानेजर
कस्तो राम्रो बोल्नु हुँदो रहेछ, राम्रोसँगले बात गर्नुभएको, खानाहरू पनि यस्तो राम्रो राम्रो दिएको थियो नि। हेर्नु न राम्रो छ। यो चाहिँ हो कायलको म्यानेजर। यहाँ चाहिँ छ रुखपात, यहाँ चाहिँ हो रेस्ट गर्ने रुम, यो चाहिँ हो हाम्रो रुम। यहाँ चाहिँ हामी दुईजना रुम भयो। त्यहाँदेखिको यो एसी, त्यहाँदेखिको यो पेन्ट कस्तो दामी छ, पेन्ट यस्तो दामी आर्ट गरेको छ नि। हेर्नु न चेयर, दुईवटा चेयर टक्क भयो। यहाँ हाम्रो रुम, त्यहाँदेखिको आर्ट गरेको, त्यहाँदेखिको यहाँ चाहिँ म अनि यहाँ चाहिँ हाम्रो बाहिरको। हेर्नु न यस्तो दामी नरियलको रुख, हेर्नु न क्या दामी देख्दैछ नरियलको रुख त नि नभन्नु। यस्तो शान्ति, यस्तो शान्ति। अहिले चाहिँ हामीहरू फेरि रेस्ट गरेर अब फेरि लागेको। अहिले चाहिँ हामीहरू गएको सनसेट हेर्नु गएको नि त कि इभिनिङको। अनि चाहिँ हामीहरू गएर चाहिँ यहाँबाट जाँदैछौँ। यहाँबाट जाँदा 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 सनसेट हेर्नुपर्छ भनेर चाहिँ गएको। यस्तो दामी शान्ति छ नि, यहाँ हेर्नु सक्नुहुन्छ। यस्तो बादल, पानी हेर्नु न। अनि अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ पहिला रेस्टुरेन्टहरू थियो अरे, यहाँ चाहिँ होटलहरू थियो अरे नि त, गेस्ट हाउस जस्तो। त्यो सबैजना आएर बस्थ्यो अरे। यो चाहिँ मैले अघि देख्न सक्नुभयो होला, त्यो सेतो घर थियो नि, त्यो चाहिँ वरिपरि चाहिँ पानी पानी, यो चाहिँ पानी पानी छ नि त, पानीको बिचमा, आइल्यान्डको बिचमा चाहिँ यो होटलहरू रहेछ। सायद गभर्मेन्टले यो गरेको भनेर भन्दै थिएँ, के भएको होला यिनीहरूलाई यहाँ चाहिँ मलाई भन्दै थियो, तर म चाहिँ त्योपट्टि चाहिँ सुनेन नि त, त्यतापट्टि चाहिँ मेरो ध्यान गएन, के भनेर भन्दै थियो। अनि मैले चाहिँ खालि भिडियोहरू लिँदै फोटोहरू खिच्दै गर्दै थिएँ। यहाँ बिचमा यस्तो दामी छ, अगाडिपट्टि झन् मजाको छ। अगाडिपट्टि म देखाउँछु। यहाँ चाहिँ हेर्नु न यस्तो दामी, माथि आकाश, मुनि पानी, बिचमा घर, रुखपात, यस्तो दामी देख्दैछ नि। हेर्नु न यस्तो दामी, आकाश पनि सेतो भएर चाहिँ बादलहरू पनि। चाहिँ हामी सट्टसँगले जाँदैछौँ। यहाँ हेर्नु न अझै घरहरू पनि बनाउनु आँटेको रहेछ, तर भाइ के भएर चाहिँ यहाँ नदिएको होला। यस्तो दामी, यहाँ बस्नु पाउने भए त झन् खुसी हुन्थ्यो होला यहाँ बस्नेहरू जाने, जतिजना बसे पनि होला पहिले। यस्तो दामी छ नि यहाँ चाहिँ। आमामा हामीलाई हेर्दाखेरि त यति आनन्द आउँदैछ, सुकुन सुकुन सुकुन। हेर्नु न यस्तो दामी घरहरू,
के भएर चाहिँ उयो भएको होला भनेर सबैजना सक्क पर्दैछ। म चाहिँ इटालियनको हो नि त, ऊ चाहिँ सेकेन्ड कि थर्ड टाइम भइसक्यो ऊ आएको। ऊ चाहिँ घुमिरहेको छ इन्डियाभरि। म चाहिँ मेरो म्यामको चाहिँ साथी रहेछ, अनि उहाँले चाहिँ भन्दै थियो उसले चाहिँ यस्तो यस्तो, उसलाई चाहिँ सबै थाहा रहेछ क्या, यस्तो यस्तो भनेर भन्दै थियो। मेरो चाहिँ त्योपट्टि ध्यान गएन, मेरो चाहिँ यही भिडियोपट्टि ध्यान थियो। अनि म चाहिँ भोइस ओभर गर्दैछु किनकि सबैजना आफ्नो आफ्नो धुनमा थियो। त्यही भनेर म चाहिँ टक्क शान्तिसँगले चाहिँ मलाई पानीको आवाज आएको राम्रो लाग्छ, त्यही भनेर म चाहिँ शान्तिसँग चुप्पो लागेर भिडियो गर्दैछु। यहाँ चाहिँ सबैजनाले अघि नै पुरा गानाहरू गीत गाएर नाचेर हो मजाले कस्तो मजा लागेको थियो हामीलाई त पानीको बिचमा शान्ति। यस्तो गर्मी पनि छैन, सायद पानी भएर होला, पानीको बिचमा भएर होला यस्तो दामी शान्ति सुकुन थियो नि। यहाँ चाहिँ घाम डुब्न लागेको छ, हेर्न सक्नुहुन्छ। पानीको बिचमा हेर्नु, पानीको मुनि पानी, माथि घाम, हेर्नु न यस्तो दामी देख्दैछ। लाइट हेर्नु न। म चाहिँ यहाँ रिल्स बनाउनुलाई म्यामलाई नै मलाई उयो गरिदिनु न भनेर भन्दै थिएँ। उसले नै तर मलाई पुरा सपोर्ट गर्छ, रिल्स बनाउनु जा 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 म त फर्किँदै थिएँ, होइन तँ हात उयो घर भन्दा भन्दै थिएँ। घरि हात के भयो भन्छ, चराको जस्तो भयो भन्छ, घरि के भन्छ हो। त्यहाँदेखि म चाहिँ रिल्स बनाउनुलाई भिडियोहरू बनाउँदै थियो। अनि उहाँले चाहिँ मेरो भिडियोहरू बनाउँदै थियो। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ हामी चाहिँ रात परिसक्यो, अघि सेतो बादल थियो, अहिले बादल कालो भयो। अब चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ हामीहरू लागेको नि त रिजोर्टपट्टि नै, उता गएर चाहिँ आराम गरेर एकछिन बातसात गरेर चाहिँ सुतेर चाहिँ भोलि मर्निङको सनराइज हेर्न आउनुपर्छ भनेर चाहिँ हामी चाहिँ लागेको। अनि यो यहाँ हेर्नु न कस्तो दामी देख्दैछ। यो चाहिँ हो डे 2 को मर्निङ 6:45 7 o'clock नै हुनु आँटेको थियो। हामीलाई चाहिँ 5:45 को आउनु ल भनेर सबैजना भेटौँ ल भनेर सुतेको थियौँ। बेलुका बिहान त 6:45 न 6:50 यस्तो भएको थियो। त्यहाँदेखि हेर्नु न यहाँ सनराइज अघि उगिसकेछ। हामी चाहिँ ढिलो भयो, केही छैन, फेरि अझै 3 दिन छ भनेर चाहिँ हामीहरू एक राउन्ड घुमेर आऊँ भनेर चाहिँ सबैजना गएको। एक राउन्ड फेरि बोटमा चढेर हामीहरू जाँदैछौँ। हेर्नु न कस्तो दामी देख्दा मर्निङको सूर्यदेवलाई कस्तो दामी शान्ति। मर्निङ त सबैजना चुपचाप, बोटमा चढ्नु बित्तिकै सबैजना चुपचाप भएर सुनिरहेको पानीको आवाज। अनि परबाट एउटा बोट आउँदैछ, अन्त त्यो बोटलाई चुप्पो लागेर भिडियो गर्दै थिएँ नि त, किनकि सबैजना शान्ति भएर रिल्याक्स भइरहेछ। अनि म चाहिँ किन हल्ला गर्नु भनेर चुप्पो लागेर म भिडियो गरिदिइरहेको थिएँ नि त। उहाँ चाहिँ हेर्नु न यस्तो दामी, यस्तो शान्ति छ नि यो जग्गामा, बाफ्रे स्वर्गमा पुगेको जत्तिकै हुन्छ। यो माइन्ड साइन्ड सब फ्रेस भएर चाहिँ हामीहरू शान्ति भएर चाहिँ बसिरहेको छौँ। भिडियो गर्नेले भिडियो गर्दैछ चुप्पो लगाएर, तर हल्ला चाहिँ कोही पनि गरेको छैन, एकदम शान्ति भएर। यहाँबाट चाहिँ सबैजना बोटमा जाँदो रहेछ कि, बोटमा गएर चाहिँ अनि रोडसम्म, यहाँबाट चाहिँ बोटमा जाँदा चाहिँ रोडसम्म जाँदो रहेछ। रोडबाट चाहिँ त्यहाँदेखिको फेरि अनि त्यहाँदेखिको अटोहरू त्यहाँ लाइन लाग्छ, फेरि अटोहरूको त्यहाँदेखिको स्टेसनमा गएर चाहिँ अटोहरू कारहरू पक्रेर चाहिँ जानुपर्ने रहेछ। हेर्नु न यस्तो दामी छ नि, हेर्नु न घामलाई कस्तो दामी दिएको छ, पानीमा टलक्क टल्किराखेको। यस्तो जग्गा त भगवान्, मलाई त कस्तो मन पऱ्यो। तर यो चाहिँ अरू जग्गा त गरमले मर्ने थियो कि, यो चाहिँ पानी भएर होला यस्तो दामी थियो नि, यस्तो दामी। हेर्नु अब यहाँ हेर्नुहोस् ल, हामी चाहिँ जाँदै थियो नि त कि यहाँ पर हेर्नु न, उसले चाहिँ के पो भन्दो रहेछ हौ, पुरा निकाल्दो रहेछ जाल हानेर चाहिँ। हामी चाहिँ फिसिङ गरेको होला भनेर हेरिरहेको थिएँ कि, हेर्नु न कस्तो दामी। स्नेल हो यो चाहिँ, ब्ल्याक कलरको, कस्तो दामी। हामी चाहिँ फिसिङ गरेको होला भनेर कस्तो टाढोदेखिको हेर्दै आउँदै थियो। कस्तो मजाले निकाल्दो रहेछ, यति भक्कु निकाल्दो रहेछ नि। यहाँ हेर्नु न कस्तो दामी। फेरि हामीले चाहिँ हेलो गरेको थियो कि, उसले फेरि हात हल्लाइहाल्दो रहेछ। यहाँको मान्छेहरू चाहिँ बोल्नु कस्तो मजाले बोल्दो रहेछ, जहाँ देख्यो जसले देख्यो पनि नचिने भने हेलो भनेर हात हल्लाइदिइराख्दो रहेछ। हाँसिराख्ने क्या हो, हेलो भन्ने, आइज म देखाउँछु भनेर भन्दै के हो भनेर मेरो साथीले सोधेको थियो नि त। आइज म देखाउँछु भनेर भन्यो। त्यहाँदेखि हाम्रो त्यो बोटवालालाई पनि बोट घुमाउनु लगाएर अनि फेरि हाम्रो यहाँ चाहिँ जाँदैछौँ। हेर्नु न उसले चाहिँ कस्तो मेहनत, बिहान हेर्नु 7 बजी यस्तो मेहनत गर्छ यहाँको मान्छेहरू। बडी त त्यसै बनिन्छ नि, जिम जानु पर्दैन। हेर्नु न
यस्तो दामी दामी थियो नि यिनीहरूको त हेर्नु न कति अनि यहाँ चाहिँ हामीले यस्तो राउन्ड लगाएर उहाँ निकालेको यति निकाल्दैछ नि यो सबै स्नेल हो सबै यो चाहिँ कस्तो मजाले हान्छ हेर्नु ल ओ लगायो यो जाली चाहिँ टक्कसँगले लगाएर चाहिँ फेरि टकटक म चाहिँ हामीले सोचेछु सफा गरेको होला हामी चाहिँ फेरि बोट घुमाएर चाहिँ त्यहाँदेखिको छेउमा जाने भनेर चाहिँ आइज यहाँनिर यहाँ आउनु भनेर हामीलाई बोलायो हामी चाहिँ देखाउँछु भनेर चाहिँ अनि फेरि हाम्रो बोटको मान्छेले चाहिँ फेरि त्यहीँ लगेर लाने भनेर भन्यो नि त यहाँ हेर्नु न अनि यहाँ जेली फिस म त फर्स्ट टाइम देखेको जेली फिस हेर्नु न भन न जेली फिस टक्कसँगले अनि अझै जेली फिस देखाउँछु तिमीलाई भनेर गर्दै उचालेको भाग्यो जेली फिस त कस्तो मजाको जेली फिस फेरि कति हुँदो रहेछ यहाँनिर यो पानीमा त पुरा जेली फिस देखेको थियो हामीले त कति साह्रो अगाडि पनि देखेको थियौँ तर भिडियो गर्नु बिर्स्यो अनि जेली फिस कस्तो मजाको हो अनि यहाँ चाहिँ हामीहरूलाई भन न जेली फिस देख्नुभयो कस्तो मजाको छ नि बसिराख्दो रहेछ उहाँ निकालेको यस्तो मजाले निकाल्दो रहेछ मेहनत पनि पुरा मेहनत गर्दो रहेछ बिहानै आएर भनौँ न यहाँनिर यति साह्रो छ जेलीफिस त भनौँ न फेरि जेलीफिस म चाहिँ जेलीफिस सबैजना जेलीफिस भनेर फेरि माछाहरू कस्तो उफ्रिँदै टक 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 गर्दै उफ्रिँदै आउँदो रहेछ माछाको चाहिँ भिडियो गर्नै बिर्सेको थिएँ म नभए त कस्तो दामी दामी टक 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 हामीले हिँडिरहेको छ नाउँमा चलिरहेको छ टक 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 गरेर उयो गर्छ हामीलाई यहाँ आइज न देखाउँछु भनेर भन्दैछ यहाँ नाउँवालाले चाहिँ अनि हामीलाई चाहिँ छेउमा लगेर चाहिँ देखाउँदैछ नि यो चाहिँ यस्तो हुन्छ भनेर हेर्नु न कस्तो दामी हुँदो रहेछ कि यो चाहिँ उयो कस्तो दामी खालको मजाको हामीले चाहिँ सोच्दैछ यो सफा गरेको होला पानी सफा गरेको होला भनेर यहाँ नि यस्तो खालको हुँदो रहेछ कि यहाँ चाहिँ हामीहरू मर्निङ घुमेर पनि आइपुग्यो त्यहाँदेखिको यहाँ चाहिँ ब्रेकफास्टहरू खाएर चाहिँ त्यहाँदेखिको हामी चाहिँ जाने भन्यो नि त अनि फिस मार्केट जानुपर्छ आज अब सनराइज हेर्नु पाएन फिस मार्केट गएर चाहिँ घुमिकन आउनुपर्छ बिचतिर फिस मार्केटतिर भनेर चाहिँ हामीले लागेको फिस मार्केटतिर सबैजना बसेर फेरि रिटर्न जाँदैछ यहाँबाट चाहिँ हामीहरू अटो स्ट्यान्डसम्म जान्छौँ यहाँ सबैजना यसरी जाँदो रहेछ यहाँबाट चाहिँ बोटमा गएर अटो स्ट्यान्डसम्म अनि अटो पक्रेर चाहिँ हामीहरू जान्छ फिस मार्केटतर्फ अनि यहाँ चाहिँ हामीहरू रोड आइपुग्नु आँटेको छ उहाँ चाहिँ बोट एन्ड सिप यत्रो ठुलो छ यहाँबाट चाहिँ यहाँबाट गाडीहरू पनि बाइकहरू पनि यसमै लाग्दो रहेछ कि यसमै हालेर चाहिँ ल्याएर लाग्दो रहेछ यो सिपमै अनि यहाँनिर बाइकहरू सट्ट आउँछ त्यसमा टक्क लगाएर जान्छ पारी बारी गर्नु हामीले चाहिँ यसमा जाँदैछौँ वहाँ पर चाहिँ अटोहरू पाउँछ यहाँसम्म चाहिँ हामी जानुपर्छ अनि हाम्रो अटोमा पनि चढ्यो अनि जाँदैछौँ हामी फिस मार्केट देख्न सक्नुहुन्छ गाउँको दृश्य कस्तो दामी शान्ति हेर्नु न घरहरू पनि चिटिक परेको रहेछ यता निक्लिँदाखेरि चाहिँ मलाई चाहिँ यस्तो गर्मी भयो नि गरम हेर्नु न पसिना पानीसम्म चाहिँ ठिकै थियो कि बाहिर निक्ल्यो भने त पसिनाले यस्तो साह्रो हुँदो रहेछ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ घरहरू मजाको मलाई त हाम्रै गाउँ जस्तो लागेको त यताउता जङ्गल रुखपातहरू यस्तो दामी दामी चिटक परेको घरहरू हेर्नु न नरिवलको रुखहरू मजाको कि मलाई त यस्तो मन पर्यो यहाँ चाहिँ देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो माछाहरू छ नि यो माछाहरू चाहिँ अक्सन हुँदो रहेछ यो चाहिँ सिपबाट लिएर आउँदो रहेछ कि अनि यहाँ हेर्नु न यो माछाहरू चाहिँ जिउँदै फ्रेस माछाहरू सिपबाट लिएर आएर चाहिँ अनि यहाँ राख्दो रहेछ यहाँ कतिजनाले चाहिँ किनेर ल्याएको होला नि त यहाँ राखेर चाहिँ अक्सन हुँदो रहेछ उनीहरूकै भाषामा यति ऊ बाजेले चाहिँ त्यो अङ्कलले चाहिँ यति भन्दो रहेछ फेरि अर्कोले हात उडाउँदो रहेछ होइन त्योभन्दा बेसी दिन्छु यति भन्दो रहेछ हामीले चाहिँ कुरा बुझ्दैनौँ म चाहिँ के भनेको भनेर उहाँ म्यानेजरले चाहिँ होइन यस्तो अक्सन हुन्छ यति यस्तो भनेर चाहिँ बुझाउँदैछ यहाँ चाहिँ यो अक्सन हुँदाखेरि चाहिँ त्यहाँदेखिको आफ्नो मान्छेहरू पनि झगडा पर्दो रहेछ यति भन्दो रहेछ होइन अर्कोले फेरि त्योभन्दा पनि बेसी यति दिन्छु भन्दो रहेछ कि अनि अर्कोले चाहिँ किन त तिमीहरूले बेसी दिएको तैँले किन बेसी दिएको भन्दै उयो गर्दैछ यहाँ माछाहरू चाहिँ कस्तो जिउँदो माछाहरू पुलुक गरेर सास फेर्दो रहेछ कि माया पनि लाग्ने अब के गर्नु नखाइ नहुने भनेको पारा हेर्नु न जिउँदो माछाहरू यस्तो छ अनि बिचरा माया लाग्दो अक्सन हुँदो रहेछ फर्स्ट टाइम देखेको माछाको अक्सनमा पुगेको कि
सबै तर यो सबै यस्तो लान्छु त्यो लान्छु त्यो लान्छु भन्दै रहेछ होइन सबैले। अनि टर्न बाइस टर्न आउँदो रहेछ, यसको टर्न भयो भने फेरि अर्कोको टर्न अर्कोको टर्न यो माछालाई यति दिन्छु भन्दै यति दिन्छु, फेरि त्यो अर्कोले फेरि यति दिन्छु भन्दो रहेछ। आइमीहरू झगडा परेर छैन, यहाँ न माछा सास फेरेको बिचरा पुलुक पुलुक भएर छ, माया लाग्दो। यहाँ न बाजेले चाहिँ अक्सन भन्दैछ यति यति, अर्कोले ठक 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 भन्दै बाजेले साइड लगाइहाल्दो रहेछ, अर्कोले झोला लिएर आएर ठक 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 उयो बाकेटमा चाहिँ उठाएर दिइहाल्दो रहेछ। बोजूले चाहिँ लेख्दैछ यति 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 भन्दै। माछाको अक्सनमा त हामीले एकछिन बसेर चाहिँ यस्तो उयो भयो, गरमले चाहिँ यहाँ बसेर त्यो मान्छेहरूको भिडमा गरम बेसी भएर फेरि हामी त हाम्रो टर्नै आउँदैन, सबै लाइनमा लागेको रहेछ। हामी चाहिँ भएको छैन हाम्रो, हामीलाई चाहिँ यो दिनुपर्छ दिन्छ कि भनेर बसिरहेको। लास्टमा सबैजना टर्न बाई टर्न आउँदो रहेछ। यो खालको सिद्रा माछा चाहिँ हाम्रोतिर पनि हुन्छ, तर यो चाहिँ फ्रेस हो। यसको चाहिँ सिद्रा हुन्छ नि, सिद्रा सानो सानो खालको ड्राईवाला चाहिँ हाम्रोतिर पनि हुन्छ। यो चाहिँ हामीले अचार पनि खान्छ। यहाँ बाजेले चाहिँ गरेर बोजूले दिँदैछ पैसा टोकन, अब यसको टर्न आयो अनि यस्तो गरेर चाहिँ हुँदो रहेछ। हामी चाहिँ बसेको हेरेको बोजू यहाँ सबैजना ताक्केर बसेको छ। माछा खानु पनि साह्रो होइन नि। बिरालोले चाहिँ ढोकेर बसिरहेछ बिचरा, कोरेर भन्न बसिरहेको छ। सानो सानो चोक्टा हामी टक्कसँगले खाइहाल्दो रहेछ बिचरा। घरि उता जान्छ घरि यता जान्छ, म त माया लागेको। फेरि हामी निक्लिएको यहाँ चाहिँ हो बाहिर, अनि हामी चाहिँ एकछिन हावा खानु भनेर निक्लिएको। यस्तो दामी रहेछ, सबैजना गएको। हामी चाहिँ एकछिन वक गर्दै एकछिन जाउँ भनेर चाहिँ हिँडेको हामीले चाहिँ यहाँ छोडेर। यहाँ चाहिँ देख्नु सक्नुहुन्छ, यहाँ चाहिँ पानी टक 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 पानीहरू। यहाँ चाहिँ फिसहरू पनि राख्दो रहेछ, फिसहरू पनि यहीँ उयो गर्दो रहेछ कि, अनि यहाँको फिसिङहरू गरेर ल्याउँदो रहेछ। यहाँ पनि पुरा पानी जामिएको रहेछ हौ यहाँदेखि। यहाँ त बर्खामा त झन् साह्रो हुन्छ होला। अनि यहाँबाट चाहिँ हामीले फेरि अटोमा चढेर गएको, अब बिचतिर गएको। बिच हेर्नु जाने भने बिचतिर घुम्नु जाउँ भनेर भन्यो नि त, अनि सबैजनाले बिचतिर चाहिँ गएको। हामीले चाहिँ फिस ल्याएन, यतिकै छोडिदियो बक्कै भएर। बादमा चाहिँ यो म्यानेजरले यताउता गरेर लिएर आउँछु भन्यो नि त, हामी चाहिँ बिचतिर लाग्यो। चाहिँ हो बिच, यहाँ पनि पुरा फिसिङ गरेर लिएर आउँदो रहेछ मान्छेहरूले, सबै ल्याउँदो रहेछ। यत्रो यत्रो सिपहरू छ नि यहाँनिर, यत्रो ठुल्ठुलोहरू सबै। यो चाहिँ सबै यो माछाको मात्रै रहेछ, माछा मात्रै। कस्तो चाहिँ खालको माछा हेर न, कागहरू यति चिलहरू, कागहरू यति छ नि, बाफ्रे। यो सबै यहाँ हेर्नु न, माछा बजार भन्दा नि यस्तो रहेछ माछा बजार। यस्तो दामी छ नि माछा बजार पनि। मर्निङमा हेर्नु न, यति साह्रो चिलहरू आएर, कुकुरहरू, मान्छेहरू त्यस्तै छ, भिड परबाट सिप आउँदो रहेछ। त्यो सिपमा माछा लिएर आउँदो रहेछ, सबै बोर्डमा टक 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 माछाहरू हुँदो रहेछ सबैले। अनि यहाँनिर उति ढाकीहरूमा चाहिँ माछाहरू माछा लाँदैछ, यस्तोको चाहिँ हुँदो रहेछ माछा। सबै ढाकीमा बोकेर टक 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 गरेर नि यहाँ बोजूले चाहिँ सानो दोकान लगाएको रहेछ माछाको। त्यस्तो बोर्डहरूमा चाहिँ माछा आउँछ, टक 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 गरेर यो बोर्डहरूमा सबैमा माछाहरू आउँछ। यहाँ चाहिँ सबै माछा छ, यो सबै माछा लिएर आएको यिनीहरू। सबै माछाहरू लिएर आएर चिलहरू हेर्नु न, कागहरू यति छैन, यिनीहरू पनि दाउ पारेर बसेको होला। हामी चाहिँ यहाँ बसेर हेर्दैछौँ, यहाँ चाहिँ के हो भनेर। यति साह्रो त आम्मामा हेर्नु न, डोल्डोलै त्यसरी लिएर आउँछ अनि सबैले यस्तो गर्छ। यो सबै माछाको लागि बसिरहेको छ, सबै फिसिङ गरेर लिएर आएको। यहाँ चाहिँ सबै यो डल्लैभरिमै माछा। उहाँ इटालियन थियो, उहाँ जाँदैछ, अब म हेर्छु यहाँ के रहेछ भनेर चाहिँ उसले चाहिँ पुरा फोटोहरू खिचेको थियो। म चाहिँ गएन, पानी भनेर। अनि हाम्रो चाहिँ एकछिन बसेर भिडियो सिडियो बनायो ओऱ्यो। यहाँ बोजूले चाहिँ माया लाग्दो सानो दोकान राखेको रहेछ माछाको। यहाँ चाहिँ सबै माछा सबै माछाको बिजनेस, माछा भन्ने जस्तो हेर्नु न, सबैजना माछाको पछाडि। बाफ्रे, मान्छेहरू हेर्नु त माछा हेर्नु न, माछाभन्दा पनि बेसी मान्छे छ यहाँनिर। यहाँ चाहिँ बकुला बसिरहेको छ सेतो वाला बोर्डमा। अनि यहाँ चाहिँ नानीहरू पनि आउँदो रहेछ पुरा। यहाँ आकाशको बिचमा चराहरू उडेको। मलाई चाहिँ यस्तो दामी लाग्छ यहाँ बसेर हेरिरहेको जस्तो क्या त। बोर्डहरू आउँछ, माछा ल्याउँछ, फेरि त्यो माछाहरू उचा निकालेर फेरि जाँदो रहेछ, फेरि अर्को बोट आउँछ,
पुरा बोट एक्सचेन्ज भइराख्ने क्या परबाट पनि आउँदैछ ऊ त्यो पनि माछै लिएर आएको अनि चाहिँ हामी चाहिँ निक्लेको गरम भएर चाहिँ अब चाहिँ जाउँ हामीहरू अर्को जग्गा भनेर चाहिँ हामी निस्केको नि यहाँबाट गरमले त्यहाँबाट निक्लेर पनि हाम्रो यहाँ अर्को जग्गा बोइसमा आइसक्यो यो चाहिँ बिच हो यहाँ चाहिँ फेरि हामीहरू हेर्नु आएको यहाँ ढुङ्गाहरू बर्खामा त योभन्दा माथि माथि उज्लिन्छ अरे पानी अनि त्यही भनेर हामी चाहिँ यहाँ आउँदैछ यो उसमा पनि माछै लिएर आएको यो बोर्डमा पनि माछै लिएर आएको अनि माछाहरू आमा पिक्चरतिर देखाउँछ नि गुन्डाहरू आउँछ नि त्यस्तै खालको यहाँ चाहिँ माछै माछा माछाहरू यस्तो छैन नि बोर्ड माछा लिएर आएर चाहिँ त्यहाँ अघि चाहिँ हाम्रो गएको पर हो त्यहाँ चाहिँ माछा बजार हामी चाहिँ यहाँ सबै हेर्दैछ त्यहाँको सबैजना फोटो खिच्नलाई तल जानुपर्छ जाउँ भनेर भन्नु थाल्यो अनि फेरि हामीहरू चाहिँ यहाँ मलाई चाहिँ यस्तो अर्को बोट पनि आयो यसमा पनि माछा लिएर आएको छ परबाट पनि आउँदैछ बोटहरू चाहिँ आएको गर्दो रहेछ क्या पुरा अर्को पनि आउँदैछ परबाट पनि आउँदैछ भन न चराहरू जस्तो देख्दैछ नि सानो सानो यिनीहरू सबै बोटहरू माछा लिएर आएको यो सबै माछा बजारमा आएको माछा बजारमा यहाँ चाहिँ हाम्रो अटोहरू छ गाडीहरू चाहिँ हामीले यहाँ सबैजना आएको छ अनि यहाँ हाम्रो चाहिँ बसेर शान्ति भयो मलाई चाहिँ यस्तो पानी खोला अर्को पारा कस्तो शान्ति लाग्छ अनि फेरि हामीहरू त्यहाँको बिचबाट पनि अटोमा चढेर फेरि अर्को बिचतर्फ आएको छ हामी चाहिँ त्यो मुनि चाहिँ नजानु पाउने रहेछ नि त अघिको बिचमा अनि यहाँ चाहिँ मुनि जानु पाउँछ पानी खेल्नु पाउँछ भनेर चाहिँ हामी चाहिँ फेरि अटोमा चढेर चाहिँ आएको छौँ यता यो चाहिँ गरमले यहाँ न बोर्डहरू यहाँ त माछा ल्याएको त बोर्डहरू होला नि है पुरानो बोर्डहरू रहेछ सबैजना आएको रहेछ यहाँबाट चाहिँ रोडबाट चाहिँ अलिकति हिँडेर जानुपर्ने रहेछ अनि हामी चाहिँ यहाँ हिँडेर जाँदैछौँ अब चाहिँ हामीले बिचमा आइपुग्यो यहाँ 2-3जना मान्छे यहाँ चाहिँ बेसी मान्छे थिएन रहेछ 3-4जना मात्रै थियो नि त अनि यहाँ चाहिँ हामीहरू चाहिँ खेल्नु पाउँछ पानी छुनु पाउँछ भनेर चाहिँ आएर चाहिँ हामीहरू चाहिँ भिडियोहरू गर्ने फोटोहरू खिच्ने त्यहाँदेखिको हामीहरू पानीसँग एकछिन खेल्ने भनेर चाहिँ हामीहरू आयो अनि मेरो चाहिँ मलाई चाहिँ आइज भन्दै थियो म चाहिँ फोन पानीमा भिज्छ होला भनेर चाहिँ म नगएको नि त कि त्यहाँदेखि म चाहिँ पछाडि थियो तर गरमले मेरो कपाल उडाएको त्यस्तै कपाल उडाएको होइन कपाल चाहिँ नि पानी उयो घाम बेसी भएर पसिनाले च्यापच्याप भएर चाहिँ गरममा हेर्नुहोस् देख्न सक्नुहुन्छ बाफ्रे गरम त्यही माथि बालु पनि त्यस्तै पोल्ने बालु अनि यहाँ चाहिँ पानीको सट्ट पुगेर कस्तो शान्ति भयो पानी छुएर चाहिँ त्यहाँदेखिको चाहिँ पानी आयो यो पानी यस्तो खेलेर हामी चाहिँ दामी भएर त्यो चिल भयो त्यहाँको पानीमा पसेर चाहिँ सुकुन मिला भन्छ नि हौ त्यस्तै भएको यो पानीमा पसेर चाहिँ हामीले चाहिँ शान्ति भयो सबैजना खेल्दैछ म चाहिँ भित्रभित्र नगएको किनकि मेरो फोन पानीले डुब्छ भनेर उहाँहरू कस्तो मजा गर्दैछ इन्जोय गर्दैछ हेर न मजाले म चाहिँ चिल खालको हुनुहुन्छ कि इन्डियन जस्तो यताउता गर्ने पुरा चिल गर्ने खालको मान्छे चाहिँ एकदम शान्ति छ फन जोसँग मिल्ने खालको नभए त कस्तो हुन्छ नि त नि म चाहिँ एकदम शान्ति जोसँग मिल्ने मजाको बातहरू पनि बोलिराख्ने घरि के भन्ने मिल्ने क्या हो उसलाई चाहिँ इन्डिया पुरा मनपर्छ अरे नि त अनि ऊ चाहिँ आउँदै जाँदै गर्दो रहेछ घुम्नु आउँदो रहेछ फेरि जाँदो रहेछ यसो गर्दै यहाँ चाहिँ पुरा पानीमा खेल्नु हुँदैछ उहाँ चाहिँ अब फेरि हामीहरू एकपल्ट जानुपर्छ भने मलाई आइज न भन्दै थियो म चाहिँ आउँदिनँ भनेर मेरो फोन डुब्छ भनेर चाहिँ म नगएको तर म चाहिँ पानीमा त गएँ तर बिचमा चाहिँ बेसीमा चाहिँ गएन किनकि मेरो फोन डुब्छ मलाई चाहिँ भिडियो बनाउनु छ भनेर चाहिँ म चाहिँ मजाले उनीहरूको भिडियोहरू गरिदिँदै थियो हेर्नु न मजाले खेल्नु भएको सबैजना कस्तो खुसी हुनुहुन्छ हाम्रो ग्रुपमा चाहिँ एकजना आएन किनकि उसलाई चाहिँ बेलुका राम्ररी यो निन्द्रा नपुगेर कस्तो भइरहेको थियो नि त उसको जिउ सन्चो भएको थिएन अनि उहाँ चाहिँ रुममै बस्छु तिमीहरूको जाऊ गएर आऊ भन्थ्यो अनि हामी चाहिँ गएर घुमेर आउनुलाई चाहिँ उसलाई पनि जबरजस्ती गरेको थियो तर उसलाई सक्दिनँ भरे फेरि जानुपर्छ घुम्नु भनेर चाहिँ हामी चाहिँ उसलाई फोर्स गरेन त्यहाँदेखि हामी चाहिँ यहाँ चिल गर्दैछौँ हेर्नु न सबैजना
अहिले चाहिँ हामीहरू आएर रेस्ट गरेर त्यहाँदेखि गयो खानासाना खाएर बसिरहेको थियो नि त। उहाँ हेर्नु न, उहाँ चाहिँ हुनुहुन्छ हेड सेफ क्या हो। उहाँ चाहिँ खाना बनाउनु आउनुभएको हाम्रो लागि। मर्निङमा आउनुहुन्छ, फेरि खाना बनाउनुहुन्छ, फेरि जानुहुन्छ। आफै बोट चलाएर आउनु हुँदो रहेछ। उहाँ बोट चलाएर आएर फेरि खाना बनाएर फेरि जानु हुँदो रहेछ। फेरि लन्चमा फेरि आउनु हुँदो रहेछ, फेरि बनाउनुहुन्छ, फेरि जानुहुन्छ। फेरि इभिनिङमा पनि यस्तै गरेर खानासाना बनाएर चाहिँ जानु हुँदो रहेछ। आफै हेर्नु त छोरी मान्छे भएर उहाँ चाहिँ मलाई पनि चढा न भन्नुहुँदै थियो। त्यहाँदेखिको ल ल भनेर चाहिँ अब उहाँले चढाउनुहुन्छ हेर्नु न। आफै बोट चलाएर आउनुहुन्छ, कति टाढोबाट आउनुहुन्छ। सबैजना तर बोटमै हिँड्नुपर्ने क्या हो, गाडीहरू चाहिँ छैन। बोटबाट चाहिँ टाढो जानुपर्दो रहेछ। त्यहाँदेखिको उहाँ चाहिँ बोट लिएर आउनुहुँदैछ। एउटाले चाहिँ भन्दैछ यहाँ ठोकिन्छ है भनेर भन्नुहुँदैछ। अनि त्यहाँदेखि उसले चाहिँ जाँदैछ। अब उसलाई चाहिँ वहाँ पर ल्याउनु, ऊ पनि मेरो साथी पनि जानुहुने भनेको थियो नि त। अनि म पनि चढ्ने भन्दै थियो नि त, मलाई एकपल्ट चढा भनेर भन्नुहुँदै थियो। अनि उता परबाट चाहिँ आएर चाहिँ उहाँ चाहिँ अब बोटमा चढ्नुलाई रेडी। अब उहाँ चाहिँ घुमाउनुहुन्छ। कस्तो मजाको, तर आफै चलाएर कहाँबाट हेर्नु न, कहाँबाट चलाएर आउँदो रहेछ। यस्तो मजाको नि। तर उनीहरूको चाहिँ यही हो ड्रेस, ब्लू र अनि वाइट कलरको सबैलाई यस्तै खालको ड्रेस दिँदो रहेछ, युनिफर्म हुँदो रहेछ। अनि युनिफर्म चाहिँ यो कायलको रेस्टुरेन्टको रहेछ, रिजोर्टको। अनि यहाँ चाहिँ बसेर उहाँ चाहिँ जानुहुँदैछ। कस्तो मजाको भ्यूहरू पनि मजाको शान्ति। किनकि यहाँ अघि म चाहिँ सुतिछु, आएर सुतेर उयो रेस्ट गरेर उठ्दाखेरि त पानी आएर पनि रहिसकेको रहेछ। म चाहिँ आउने बित्तिकै थाकेर चाहिँ सुतिहालेँ नि त। उहाँ न आफै चरा लानुहुँदैछ। एक राउन्ड घुमाएर ल्याउँछु ल भन्नुहुँदैछ। म पनि खुसी भएर चढ्नु गएँ। बाई बाई भन्दैछ, बस ल तिमीहरू भन्नुहुँदैछ मजाकमा। अनि उहाँले चाहिँ लानुभयो घुमाउन, एक राउन्ड घुमाएर लिएर आउँछु ल भनेर। कस्तो दामी, कस्तो मजाको देखेको भ्यू पनि, शान्ति। अब चाहिँ भेट्नुपर्छ नेक्स्ट भिडियोमा, पार्ट 2मा हेर्नुपर्छ।